हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म मेरो रुम सफा गर्न लागिरहेको गाइज। मेरो रुम चाहिँ धेरै दिन भएको थियो नि त, मैले सफा गरेको थिइनँ। सफा त गर्थेँ म रुम होइन, मजाले चाहिँ म त हुन्छ नि अब जालोहरू झारेर मजाले सफा गरेको थिइनँ। आज चाहिँ म मजाले सफा गरिरहेको छु। बेडसिटहरू पनि चेन्ज गरेँ, बेडसिटहरू पनि लगाएँ। यो बेडसिटहरू लगाउनु चाहिँ धेरै गाह्रो लाग्छ है मलाई। अनि त्यसपछि फेरि सिरानीको खोलहरू पनि लगायो। हल्का गर्मी पनि भइरहेको थियो, गर्मी फेरि झापामा यति धेरै गर्मी छ नि, हजुरलाई त के भन्नु म। अब सिरानीको खोलहरू पनि लगाएर मिलाएँ। अनि यो फोटोमा पनि यति धेरै धुलोहरू लागिरहेको थियो, फोटोहरूमा पनि सफा गरेँ, धुलोहरू धुलोहरू सफा गरेर राखेँ। फेरि म फोटोहरूलाई पनि राखिरहेको छु। अनि यो फोटो चाहिँ लगाउँदै थिएँ, हेर्नु न गाइस, झऱ्यो क्या, धन्नले मैले समातेँ। त्यो चाहिँ मेरो हजुरबा है, मामलको। अब मामलको हजुरबाले त झर्न दिनु भएन नि त, त्यही भएर हतनमा त समातिहाल्यो नि त गाइस। अनि यो चाहिँ मेरो ब्याग राख्ने स्ट्यान्ड, हेर्नु न, यति धेरै धुलो भन्नुहुन्छ भने ओ माई गड क्या, ओ माई गड। अब ओ माई गड भनेपछि बुझ्नुहोस् न कति थियो होला त धुलो। अनि त्यसलाई पनि मैले मजाले सफाहरू गरेँ। अनि ब्यागहरू पनि सफा गर्दैछु घरिघरि। त होइन, पर्सहरूमा पैसा छ कि भन्दै हेरिरहेको थिएँ म। अब कहिलेकाहीँ त पर्सहरूमा पैसा भेटिन्छ नि त गाइस, अनि त्यही भएर हेरिरहेको थिएँ क्या। पैसा भेट्यो भने त पानीपुरी चटपटै खान भइहाल्छ भनेर के। अनि ब्यागहरू पनि सफा गर्दै मिलाउँदै राखिरहेको थिएँ। सफा गर्दै मिलाउँदै राखिरहेको छु घरिघरि। अब लगाएर पनि हेरिरहेको थिएँ क्या, बासवाई पनि हाल्छ कि कतै जाँदाखेरि यसो लाएर हिँड्नको लागि भनेर। अनि ट्राई गर्दै पनि हालिरहेको थिएँ। अनि यहाँनिर पेनहरू के थियो त्यो चाहिँ एउटा झोलामा हालिदिएँ। अनि ब्यागहरू पनि सफा गरेर लगेर राखेँ, झोला त्यो पेनहरूको झोलाहरू पनि राखेँ। अनि यो मेरो मम्मीको क्या पोते, त्यो के भन्छ यसलाई, यत्रो मोटो मोटो खालको पोतेहरू पनि, अनि पातलो त्यो सानो सानो खालको पोते, दुइटै पोते एकै ठाउँमा क्या। त्यो सबै बिग्रेर कस्तो भइरहेको रहेछ। अनि त्यसलाई पनि मिलाएर राख्दिएँ मम्मीको। ब्यागहरू पनि राख्दैछु मिलाउँदै एक एकवटा गरेर। धुलोहरू यति धेरै टाँसिएको थिएन। अनि यो चाहिँ सानो सानो झोलाहरू हो क्या गाइज। मलाई चाहिँ यस्तो झोलाहरू धेरै सम्हालेर राख्न मन लाग्छ होइन, किनभने कहिलेकाहीँ यस्तो अभर परेको हुन्छ, झोला पाउँदैन क्या। अब झोला अस्ति त म त एक दिनमा नि बिहानै थियो है, काहीँ जानु पर्यो, अब झोला छैन। अब पसलतिर जाऊँ भने पसल पनि खोलेको छैन। अनि त्यहाँदेखि चाहिँ म त कसम होला यो झोलाहरू चाहिँ मिलाएर राख्छु कि म, फ्याँक्दिनँ। अनि झोलाहरू पनि मिलाएर राखिसकेपछि अब रुम पनि हल्का चाहिँ मिलाएँ भनौँ न। अघि त भन्नुहुन्छ भने कस्तो थियो नि त है, 4। अनि फाइबरको सिरकहरू हो, यो चाहिँ फाइबरको सिरकहरू पनि मिलाउँदैछु। अब गर्मी लाग्यो, गर्मी त चाहिँदैन नि त। अब चाहिने भनेको त सानो खालको पातलो खालको ब्ल्याङ्केट हो। अनि यो बेडको पनि मिलाउँदैछु, सिरानीको खोलहरू, बेडसिटहरू पनि चेन्ज गरेँ। मलाई यो बेडसिट चाहिँ फेरि यस्तो ओभर क्या, यो बेडसिट ओभरै मनपर्छ क्या। त्यस्तो खासै त केही छैन यो बेडसिटमा होइन, तर मलाई त मनपर्छ कि गाइस, किन। अनि त्यो फाइबरको सिरकहरूलाई पनि राख्यो अरे, एकछिन गलेँ नि त म। अब त्यस्तो मिलाएपछि त मान्छेले भन्छन् है, के छ र काम कसरी गल्छ र भन्छ, तर त्यो रुमकै काम पनि गर्नलाई कति गाह्रो हुन्छ नि। त्यही भएर गलेँ। अनि एकछिन सुतेर पनि हेरेको कि मैले। अब मिलाएर त सकेँ, अब बढार्नु त पर्यो है गाइस। अनि बढार्दैछु म। अब धुलोहरू हुन्छ नि त, छेउ कुनाबाट धुलोहरू निकाल्यो, हेर्नु न बालुवा कति धेरै क्या, बालुवा भन्नुहुन्छ भने। अब त्यस्तो रुमै सफा नगरिराखेको पनि होइन है, रुम सफा डेली सफा चाहिँ गरिरहने हो है, तर राम्ररी चाहिँ सफा गरेको थिएन। मतलब हुन्छ नि, जालो सालो झारेर चाहिँ। हेर्नु त सफा पनि गरिसक्यो। अब मेरो पालो पोछा लगाउने। अब पोछा पनि लगाउँदैछु म, हेर्नु मजाले। यो चाहिँ मेरो रुमको बाहिरको फुलहरू, गमलाको फुलहरू। मेरो रुम कस्तो लाग्यो गाइजहरू, हेर्नु त फाइनल लुक मेरो रुमको। अगाडि कस्तो थियो भन्नु त, बाफ रे बाफ, मैले यति मिलाउनलाई यति टाइम लागेछ नि गाइज, म कसरी भन्नु तपाईँहरूलाई।
यस्तो गर्मी, त्यही पनि यस्तो 3 दिन त पानी आयो नि, के गर्नु है। त्यसपछि फेरि गर्मी सुरु, के झापामा फेरि यस्तो गर्मी हुन्छ भदभदी पोल्ने खालको के।